दर्शक महानुभाव, आज कुरा गरौँ हामी नेपाल क्रिकेटको बारेमा। नेपाल क्रिकेट टिम अहिले कहाँ छ? अब नेपाल क्रिकेट टिमले म्याचहरू कहिले खेल्दैछ? नेपाल क्रिकेट टिमको टी20 म्याचहरूमा को खेलाडीहरू समावेश भए र नेपालको क्रिकेट म्याच कहिले छ, कुन देशसँग खेल्दैछ भन्ने कुराहरूको जानकारी लियौँ यस भिडियो मार्फत सबैजनाले। हाल नेपाल क्रिकेट टिम स्कटल्यान्ड भ्रमणमा छ। लिग 2 को आफ्नो ओडिआई म्याच सकाएर टी20 सिरिज जुन 15 जुनदेखि स्टार्ट हुँदैछ टी20 श्रृङ्खला, स्कटल्यान्ड टी20 श्रृङ्खला, जसको लागि नेपाल क्रिकेट सङ्घ क्यानले 16 सदस्यीय टिम पनि घोषणा गरिसकेको छ, जसमा नयाँ पहिलोपल्ट चाहिँ भीम सार्की, रूपेश सिंह, किरण ठगुन्ना पहिलोपल्ट टिममा समावेश भएका छन् भने यसै गरी हाम्रो सोमपाल कामी र गुलसन झा चाहिँ हाम्रो अन्तिम लिग 2 को अन्तिम म्याच स्कटल्यान्डसँगको म्याचपछि अभ्यासका क्रममा उनीहरू घाइते भएका कारणले टी20 सिरिजमा अभाइलेबल हुने छैनन् भन्ने कुरा चाहिँ हाम्रो क्रिकेट सङ्घ क्यानले चाहिँ पहिले नै खुलस्त पारिसकेको छ आफ्नो फेसबुक पेजमा। उहाँहरू सोमपाल कामी र गुलसन कुमार झा टी20 सिरिजमा अभाइलेबल हुनु हुँदैन भन्ने कुरा आफ्नो क्यानले आफ्नो इन्स्टाग्राममा पोस्ट पनि गरेको थियो। अब कुरा गरौँ हाम्रो नेपाली क्रिकेट टिमले खेल्ने अपकमिङ टी20 सिरिज, स्कटल्यान्ड टी20 सिरिज कहिले खेल्दैछ, कति तारिकमा खेल्दैछ, नेपाली समयअनुसार कहिले हो, कति बजे स्टार्ट हुन्छ म्याच भन्ने कुराहरू म सबै कुरा हजुरहरूलाई जानकारी गराउँछु। कृपया ध्यान दिएर भिडियो स्किप नगरी अन्तिमसम्म हेरिदिनु होला। स्कटल्यान्ड टी20 सिरिज श्रृङ्खलामा नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड 3 राष्ट्र समावेश भएका छन्। जुन श्रृङ्खला 15 जुनदेखि स्टार्ट हुँदैछ, जसमा फर्स्ट ओपनिङ म्याच चाहिँ स्कटल्यान्ड र नेदरल्यान्डको हुँदैछ। अब हामीले कुरा गरौँ नेपाल टिमले कहिले खेल्दैछ। नेपाल क्रिकेट टिमले आफ्नो पहिलो टी20 नेदरल्यान्डसँग खेल्दैछ 16 जुन लोकल टाइम, स्कटल्यान्डको लोकल टाइम 2 PM देखि, नेपालको चाहिँ बेलुकाको 6:45 असार 2 गतेदेखि, असार 2 गते बेलुकाको 6:45बाट आफ्नो फर्स्ट म्याच खेल्दैछ। यसै गरी सेकेन्ड म्याच नेपालले 17 जुन 2025 नेपाली क्यालेन्डर अनुसार असार 3 गते बुधबार बेलुकाको, असार 3 गते मङ्गलबार बेलुका 6:45बाट खेल्दैछ। त्यस्तै आफ्नो 13औं म्याच चाहिँ नेपालले फेरि नेदरल्यान्डसँग नै 19 जुन 2025 नेपाली समयअनुसार असार 5 गते बिहिबारको दिन बेलुका 6:45बाट पुनः नेदरल्यान्डसँग खेल्दैछ। त्यसपछि आफ्नो अन्तिम म्याच स्कटल्यान्ड टी20 श्रृङ्खलाको अन्तिम म्याच स्कटल्यान्डसँग नेपालले 20 जुन 2025 शुक्रबारका दिन, नेपाली समयअनुसार शुक्रबारको दिन असार 6 गते खेल्दैछ 6:45 बेलुका, नेपालको 6:45 बेलुकाको टाइमदेखि। त्यसपछि यी सबै म्याचहरू स्कटल्यान्डको दुन्दे क्रिकेट ग्राउन्डमा हुनेछन् र यसको लागि उक्त टी20 श्रृङ्खलाको लागि नेपाल क्रिकेट सङ्घ क्यानले 16 सदस्यीय टोली पनि घोषणा गरिसकेको छ, जसमा कप्तान रोहित पौडेल हुनेछन्, त्यसपछि आरिफ शेख, कुशल भुत्तेड, भीम सार्की, त्यसपछि अनिल शाह, बसिर अहमद, दिपेन्द्र सिंह एरी, सन्दीप लामिछाने, करण केसी, ललित नारायण राजवंशी, त्यसपछि नन्दन यादव, रिजन ढकाल, किरण ठगुन्ना, लोकेश बम र रूपेश सिंह। किरण ठगुन्ना, रूपेश सिंह र भीम सार्की चाहिँ पहिलोपटक टी20 श्रृङ्खलामा उपस्थित भएका हुन्। याभन्दा अघि भीम सार्की चाहिँ नेपाल
क्रिकेट टिमको ओडिआई फर्मेटमा एकदमै नेपाल क्रिकेट टिमको मेरुदण्ड नै हुन् भन्दा फरक पर्दैन। र अब आरिफ शेखको दाइ, उनलाई अब नेपाली क्रिकेटले आइसम्यान भन्न थालिसक्यो। जारी लिग 2 को स्कटल्यान्ड भ्रमणमा उनको एकदमै उच्च प्रदर्शन रहेको थियो। उनी टप स्कोरर पनि हुन्, स्कटल्यान्ड भ्रमणमा उनी टप स्कोरर पनि हुन्। त्यसपछि स्कटल्यान्ड भ्रमणमा एकदमै राम्रो प्रदर्शन गरेका भीम सार्की एकदमै। नन्दन यादवले आफ्नो अन्तिम खेल नेदरल्यान्डसँग खेलेका थिए। उनले नेदरल्यान्डसँग डेब्यु पनि गरे, अन्तिम म्याच हो लिग 2 को। एकदमै राम्रो प्रदर्शन गरे, 3 विकेट पनि लगे, म्यान अफ द म्याच पर्फर्मेन्स भनौँ। यसै गरी यो T20 श्रृङ्खला स्कटल्यान्डमा हुँदैछ जुन, उक्त श्रृङ्खलाले नेपालको T20 वर्ल्ड कप छनौट 2026 को एसियन छनौट जुन ओमनमा हुँदैछ, 7 देशहरू सम्मिलित हुँदैछन्, जसमा अहिले नयाँ पपुवा न्यू गिनी पनि एसियन रिजनबाट खेल्दैछ। र हाम्रो सबैभन्दा कठिन हुने भनेको युए र ओमन, त्यसपछि अहिले त झन् पपुवा न्यू गिनी पनि छ। एकदमै यो T20 श्रृङ्खलाले एकदमै महत्त्वपूर्ण भूमिका खेल्छ एसियन क्वालिफायरको लागि, T20 श्रृङ्खलाको लागि। अब त्यसैले सबैजनाले हाम्रो नेपाल क्रिकेट टिमले स्कटल्यान्ड भ्रमणमा रहेर स्कटल्यान्ड T20 श्रृङ्खला खेल्दैछ। सबैलाई लाइभ हेर्न आउँदैन भने तपाईँहरूले किर्फी टिभी डाउनलोड गरेर हेर्न सक्नुहुन्छ। त्यसमा लाइभ सबै अल क्रिकेट गेमहरू, अल फुटबल गेम, बक्सिङ सबै किर्फी टिभी डाउनलोड गर्नु होला क्रोममा गएर। अनि न त भने गुगल ब्राउजरमा गएर योसिन टिभी हान्नु होला, सर्चमा योसिन टिभी हान्नु होला। एकदमै योसिन टिभी हानेपछि त्यहाँबाट पनि अल क्रिकेट गेमहरू हेर्न पाइन्छ है। ल, यस्तै नेपाली क्रिकेट सम्बन्धी अन्य जानकारी पाउनको लागि दिनेश साई युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोला। धन्यवाद।